हेलो नमस्ते वेलकम ब्याक टु माई न्यू भ्लगमा। आज चाहिँ एकदमै चिसो छ, पानी परिरहेको छ। आज चाहिँ छाता परेर बाहिर निस्केको छु, केही काम परेकोले गर्दा। अनि आज चाहिँ मेरो यात्रा फेरि हुँदैछ। पानी परेको छ, एकदमै चिसो छ, एकदमै चिसो छ। तपाईँकोतिर पानी परेको छ कि छैन? यता ताबिरा लुजतिर चाहिँ एकदमै पानी परेको छ। म चाहिँ केही काम परेकोले गर्दा बाहिर निस्किनु पर्ने भयो। हेरौँ आजको भ्लग छाता। आजको भ्लग चाहिँ म नेपाली टोपी ढाका टोपी लगाएर भ्लग गर्नेछु। हेरौँ आजको रियाक्सन यहाँको पोर्चुगिजहरूले पनि देख्नेछ के भन्छ। म ट्रेनमा चढ्छु, हेरौँ है त आजको भ्लग। जस्ताको तस्तै आज तपाईँहरूलाई है त। एकदमै चिसो छ। आज नेपाली ढाका टोपी ढल्काएर चाहिँ भ्लग बनाउँदैछु। जस्तो छ कस्तो लाग्छ तपाईँहरूलाई कमेन्ट गर्नु होला। आज मेरो काम परेकोले गर्दा बाहिर निस्किने परेको छ। म ट्रेन स्टेसन आइपुग्न लागेँ। लास्टै चिसो छ, एकदमै चिसो छ। ताबिरातिर चाहिँ पोर्चुगल तपाईँहरू चाहिँ कुन ठाउँमा हुनुहुन्छ? म चाहिँ ताबिरातिर छु। एकदमै चिसो छ, पानी परेको छ। आज चाहिँ तर अलिकति अब एकैछिन पानी पर्छ, एकैछिन घाम लागिरहेछ। अहिले चाहिँ अहिले अलिक घाम लाग्छ। लुज ट्रेन स्टेसन पुग्न लागेँ म चाहिँ। एकछिन पानी पर्दा पनि यस्तो हुन्छ, यस्तो भइरहेछ लुजको ट्रेन स्टेसन। अब म चाहिँ सन आइपुगेँ। अब आज मेरो नेपाली ढाका टोपी सहितको भ्लग हुनेछ। अन्तिमसम्म भिडियो हेरिदिनु होला, हेरेर माया गरिदिनु होला। कस्तो लाग्छ जस्ताको तस्तै कमेन्ट पनि गर्नु होला। म चाहिँ आइपुगेँ यहाँ लुज ट्रेन स्टेसनको बेस आइपुगेँ। आज म चाहिँ फेरि ट्रेन स्टेसन आइपुगेको छु। यहाँ ट्रेन आउँदैछ, म ताबिरा जान लाग्छु। ताबिरामा जानेछु म। यहाँ ट्रेन आयो, ट्रेन अब यो ट्रेनमा चाहिँ म ताबिरा लाग्छु। हेरौँ आज मेरो ताबिरा भिजिट हुनेछ ट्रेन। म अब लाग्यो। झाडु भयो अझै लाग्यो। म चाहिँ ट्रेनभित्र छिरिसकेको छु। अब म चाहिँ बोर्ड नबनिसक्नु पर्ला होइन भने। ल म ताबिरा आइपुगेँ। आज ट्रेन पनि अर्कै जस्तो छ त। म चाहिँ ताबिरा आइपुगेँ। अब ताबिरा दिन्छु। ताबिरा हुँदै म कन्टिनेन्ट जानेछु। र आजको मेरो आज ढाका टोपी ओढेर हिँडेको सबैले हेरिरहेछ। मेरो कहाँ चढेर लाएर ओढेर पिलाएर। त्यही छ आजको चाहिँ। म पानी परि पनि रहेछ, धेरै चिसो पनि छ। आज म ताबिरा निस्केँ। अब आज चाहिँ
यता घुमियो तर एकदमै चिसो छ यहाँ। आजको मौसम चाहिँ यस्तो छ यतातिर। आज फेरि नेपालको न्युजहरू हेरिरहेको थिएँ मैले आज कामबाट आएर। तर हाम्रो नेपालमा चाहिँ राजा फर्काउने अभियान चलाइरहेको हाम्रो नेपाली दाजुभाइहरूको हुलहरू देख्दा त्यही हुलमा कोही राजा चाहिँदैन भन्ने, कोही राजा चाहिन्छ भन्ने। तर यस्तै हो हामी नेपाली, हाम्रो नेपाल जहाँ गए पनि तर आफ्नै देश प्यारो लाग्ने रहेछ। हामी जता गए पनि जे गरे पनि आफ्नै देशको माया लाग्छ, चासो लागिरहेको हुन्छ। आज परदेशमा भएर पनि आफ्नो देशप्रतिको माया भन्ने एकदमै हुने रहेछ। आखिरी आफ्नै देश फर्केर जाने हो जहाँ गए पनि होइन। आज भने तर आजको न्युजहरू हेरिराख्दा चाहिँ राजा फर्काउने भनेर पुरा थियो। तर अब सबैको आफ्नो आफ्नो सोच हो होइन। त्यस्तो हामी त्यस्तो विज्ञ त होइन तर पनि म चाहिँ ताबिरतिर आइपुगेँ होइन। तर पानी परेर अहिले चाहिँ घाम लागेको छ। अघि लुजबाट हिँड्दा चाहिँ पानी परेको थियो। म चाहिँ अहिले पोर्चुगल ताबिरातिर छु। तपाईँहरू कहाँबाट हेर्दै हुनुहुन्छ मेरो भिडियो? ताबिरातिर चाहिँ एकदम पानी परेको थियो, अहिले चाहिँ घाम लागिरहेको छ। म अझ चिसो पनि लास्टै चिसो छ। आजको यताको मौसम चाहिँ यस्तो छ। तर चिसो चिसो एकदमै झोलामा छाता बोकेर हिँडेको छु आज। चिसो चिसो मौसम एकदमै मौसम चाहिँ मन्द छ। जस्तो लाग्छ यो आजको मेरो भ्लग चाहिँ फ्रेस ढाका टोपीमा हुनेछ। विशेष नेपालीको जान चाहिँ यहाँ छ होइन। आज ढाका टोपी नेपाली टोपी चिन्नेले चाहिँ नेपाली रहेछ भनेर चिन्ला, नचिन्नेले चाहिँ कहाँको को रहेछ भन्ला होइन। यहाँबाट टुरिस्टहरू रहेछ, त्यहाँ पोर्चुगिजहरूले यस्तो हेरेर हाँस्दैछ। अब यस्तै छ। म चाहिँ यो आज पोर्चुगलको ताबिरतिरको मौसम खतरा इन्द्रेणी निस्केछ यहाँ त आज त छ। आज चाहिँ त्यसलाई भने अर्को भिडियोसम्मलाई चाहिँ बाई बाई। मेरो नेपाली टोपी लाएर बाई बाई गर्नु पर्छ। बाई बाई है त। होइन होला के हो?